म र गगन थापा एउटै फ्रेममा भएको यो एउटा पर्टिकुलर फोटोलाई लिएर सोशल मिडियामा अहिले एउटा न्यारेटिभ पुश भइरहेछ। ओ माई गड, विनायक उइकेल त गगन थापाको कोर टिमको मान्छे, गगन थापाको साइबर सेनाको लिडर, यो त नेपाली कांग्रेस पो रहेछ त। अनि अरु के। तर यो पर्टिकुलर फोटोको कन्टेक्स्ट के हो आज म तपाईलाई बुझाउँछु। 2025 फेब्रुअरी 4 को दिन कन्टेन्ट क्रिएटर्सहरू मिलेर हामीले कलेक्टिभली एउटा भिडियो बनाएका थियौं सोशल मिडिया बिलको अगेन्स्टमा। त्यस लगत्तै हाम्रो जनरको कन्टेन्ट क्रिएटर्सहरू, नेपाली कमेन्ट, प्रोजेक्ट कुरा, र्यान्डम नेपाली लगायत अरु कन्टेन्ट क्रिएटर्सहरूलाई पनि सोशल मिडिया बिलको बारेमा तपाईहरुको पर्सपेक्टिभ के छ र नेक्स्ट स्टेप्सहरू के सजेस्ट गर्न चाहनुहुन्छ भनेर गगन थापाको सचिवालयबाट बोलाइयो। मलाई चाहिँ सोशल मिडिया बिलमा कुरा गर्नको लागि गगन थापाको एज अ उहाँले चाहिँ पार्लिमेन्ट उसको हिसाबमा चाहिँ मेम्बरको हिसाबमा बोलाउनु भएको थियो। हामी सबैलाई बोलाएको त्यतिखेर। त्यहाँ कन्टेन्ट क्रिएटर मात्र होइन, मिडिया एक्सपर्ट्स, सोशल मिडिया एक्सपर्ट्स, डिजिटल मिडिया एक्सपर्ट्स, लयर्सहरू पनि हुनुहुन्थ्यो। त्यसमा चाहिँ कन्टेन्ट क्रिएटर मात्र हुन्थ्यो क्या, वकिलहरू हुनुहुन्थ्यो, डिजिटल ह्युमन राइटका मान्छेहरू हुनुहुन्थ्यो, डिफ्रेन्ट पार्टीहरूका मान्छे पनि हुनुहुन्थ्यो क्या, डिफ्रेन्ट त्यो मत बोक्ने मान्छेहरू हुनुहुन्थ्यो क्या। त्यो टाइममा हाम्रो कुरा राख्नको लागि गगन थापा त के देउबा ओलीले बोलाएको भयो भने जान्थे मलाई हामी। र मेरो ठ्याक्कै अपोजिट त्यहीँनिर दिपेश त्रिपाठी फ्रम नेपाली कमेन्ट पनि हुनुहुन्थ्यो। अनि यो फोटोमा म पनि छु, अनुहार मात्र छेक्या हो। तर भइदियो के त्यही एउटा मिटिङको फोटोलाई लिएर न्यारेटिभ पुश गर्न थाल्यो। म नेपाली कांग्रेसमा अफिलिएटेड छु, मैले बनाउने कन्टेन्टहरू सबै नेपाली कांग्रेसहरूको लागि हुन्छ। र यो भिडियो मैले बनाउनुको कारण चाहिँ के हो भने मैले यो लगभग 10 वर्षको कन्टेन्ट क्रिएसनको जर्नीमा कमाएको अमूल्य कुरा भनेकै मेरो अडियन्सको ट्रस्ट हो। र मैले भनिरहेको कुरा जब कसैलाई चित्त बुझ्दैन, व्हाट्स द नेक्स्ट थिङ टु डु? डिस्ट्रोय द्याट ट्रस्ट। कसरी? यसरी। र प्रोपागेन्डा यसरी नै काम गर्छ। कुनै एउटा इन्फ्लुएन्स भएको मान्छेलाई एउटा सर्टेन ट्याग दिइराइदियो। रेस्ट अस्योर्ड मैले अहिलेसम्म कुनै पनि पोलिटिकल पार्टीको सदस्यता लिएको छैन र अहिलेसम्म कुनै पनि पोलिटिकल पार्टीको लागि भनेर कुनै पनि कन्टेन्ट बनाएको छैन र बनाउँदिन पनि। कुनै पनि नेता अथवा कुनै पनि पोलिटिकल पार्टी नयाँ होस् वा पुरानो प्रश्नभन्दा माथि छैन र प्रश्नलाई एड्रेस गर्ने भनेको आन्सर लियो। र मैले यो बनाइरहेको क्ल्यारिफिकेसन भिडियो मेरो अडियन्सहरूको लागि हो, प्रोपागेन्डा पुश गर्नेहरूको लागि होइन। त्यसैले आफ्नो थट प्रोसेससँग अरू कसैको थट प्रोसेस मिलेन भने त्यो मान्छेलाई भिलेनाइज गर्ने, त्यो मान्छेलाई कुनै पनि अमुक पोलिटिकल पार्टी अथवा नेताको ट्याग भिराइदिने सोशल मिडिया पोस्ट, भिडियोज, न्यारेटिभ्सहरूबाट चाहिँ सजग रहनु होला। किनकि इलेक्सन आउँदैछ र यो धेरैजनालाई हुनेवाला छ र यस्तो खालको पोस्टरले जानी बुझेको मान्छेहरूलाई पनि झुक्याइदिन्छ।